नमस्ते साथीहरु, आज चाहिँ म तपाईहरुलाई मेरो जेरी देखाउँछु। उसलाई चाहिँ बिस्कुट खान मन लाग्यो भनेर मैले उसलाई बिस्कुट खुवाएको। खान नपाएर उसलाई असाध्यै मन पर्छ के बिस्कुट चाहिँ। ल हजुरहरुलाई मेरो भिडियो फुल हेर्दिनु होला। त्यसपछि कस्तो लाग्छ लाइक कमेन्ट शेयर गरिदिनुस्। सब्स्क्राइब पनि गरिदिनुस् होला। अब यता पखै मेरो घरमा त को पनि छ। लोकल कुखुराहरु टन्नै छ मेरो घरमा त। यो जेरी चाहिँ हैन सानैदेखि मसँगै बसेको, मसँगै सुतेर हुर्केको हो के यो चाहिँ। अहिले यो 11 महिनाको भयो। अब जेठमा 1 वर्ष हुन्छ यो चाहिँ। यसको हाइट चाहिँ त्यति ठुलो हुँदैन, यत्रै हुने हो। अब यो बढ्दैन नि त। आफूसँगै बसेको भएर होला यसको चाहिँ असाध्यै धेरै माया लाग्छ। उलाई चाहिँ बिस्कुट असाध्यै मन पर्छ नि। ल मेरै काखमा बसेर मजाले बिस्कुट खाँदैछ। हेर्नुस् त कति मजाले खान्छ है। मामुसँग पसलमै बस्ने हो भन्देऊ न। हामी त पसलमै बस्ने हो बिस्कुट खान। बिस्तारै जेरी बिस्तारै। यो त सानैदेखि मसँगै सुत्थ्यो नि त साथीहरु। यो त आयो आयो। मेरो मामुलाई लाइक कमेन्ट शेयर सब्स्क्राइब गरिदिनुस् भन साथीहरु। लाइक कमेन्ट सब्स्क्राइब। खानामा ध्यान छ है। धुलो खानु पर्ने। जेरू ल पुग्यो 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 यसलाई यति खाऊ न एउटा खाऊ। बिस्तारै खाऊ बिस्तारै। मेरो प्यारी हो नि त यो मेरो प्यारी। एक प्याकेट त नखाइ त के पुग्यो मुन्टै फर्काइ। ल यो धुलो चाटो सबै चाट्यो। चाट न चाट। पुग्यो पुग्यो। उता हाई गरिदेऊ न त अब एकचोटि। यता यता जेरी यता हेरिस यता। मामा 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 मामा। तिठो नि हो उसलाई फेरि उसलाई काखमै बस्नुपर्छ। काखमै ल 3टा बाँकी छ। एक प्याकेटमा यो कतिवटा 12वटा 10वटा हुन्छ है। 10मा 7वटा खाइस् त अहिले। 7वटा खायो जेरीले। 7वटा खायो जेरीले। अब 2टा बाँकी। यो 2टा को खाने? महाम म तेरी महाम। है
तिमी नै खाऊ।